यो चाहिँ मर्निङ भ्यू अफ लोकतान्त्रिक शहीद पार्क हो। यस्तो दामी छ कि हैन, मजाको शान्त वातावरण, एकदम क्लीन है, एकदम नेचुरल भनौं न, नेचर मस्त हेर्नुस् त, यति मजाको क्लीन छ कि आरामले हामीले भिजिट गरेर यु क्यान फिल है। हेर्नुस् है, यस्तो मजाले बनाएको छन्, मजाले राम्रोसँग दुबोहरू भएको छैन, जता हेऱ्यो नि हरियो के ग्रीन हैन। ग्रीन लभर्स चाहिँ आउनु भइ नै हुन्छ है, चराहरूमाथि चरङचुरुङ्गी कराउँदैछन्, यस्तो मजाको छ। यो हो नि त भाइ गाइस, यो हो नि त गाइस पार्कको सुन्दरता। एउटा हुनुपर्ने सुन्दरता भनेको यही हो क्या, पार्कमा सफा हुनु पर्यो, हरियाली हुनु पर्यो हैन, बस्नलाई शान्त वातावरण हुनु पर्यो। जङ्गल छ माथि, शिवपुरी जङ्गल हो हैन। अब फेरि यतापट्टि आएपछि फेरि अर्को सुन्दरता ठाउँ छ है। यो चाहिँ पहिला चाहिँ अलिकति झुममा परेको थियो हैन, अहिले चाहिँ कटिङ हानेर एकदम दामी बनाएको छ ठाउँलाई चाहिँ हैन। जस अहिले चाहिँ अलिकति खुल्ला हिँड्नलाई हैन, एकदम आनन्द। यो चाहिँ हाम्रो पिकनिकको लागि ट्रसहरू पनि बनाएर राखेका छन्। एभ्री स्याटरडे चाहिँ धेरै मान्छे आउनुहुन्छ, अरू बेला चाहिँ त्यति आउनुहुन्न हैन। अहिले सिजन पनि हैन, बर्खाको मौसम छ। अब हिउँदे मौसममा चाहिँ डेली जस्तै हुन्छ कि, पिकनिक खान आउने मान्छेहरू चाहिँ डेली जस्तै हुन्छ हैन। एकदम राम्रो सुन्दर आनन्दमय ठाउँ छ कि हैन। म चाहिँ स्याटरडे चाहिँ आउँछु हैन, अरू बेला चाहिँ जिम गइन्छ भ्याइदैन हैन, एक्लै भए पनि आइदिन्छ, कोही छैन, एक्लै भए नि जस आनन्द लाग्छ कि। यहाँ आएर यसो एक राउन्ड माऱ्यो भने नि मन एकदम आनन्द हुन्छ कि, त्यही भएर आइन्छ। हेर्नुहोस् यति मजाको ठाउँ छ कि। यसरी आउँदै गर्दा यहाँ बिरुवाहरू पनि रोप्दै गरेका छन्, यो फलफुलको होला के को हो हैन। यो पनि छ आरुको, हेर्नुहोस् माथिको भ्यू छ यस्तो मजाको क्लिन। अब दुबोहरू मजाले बस्ने ठाउँहरू पनि मजाले राखेको छ। यहाँ हेर्नुहोस् पुरा यहाँ चाहिँ फलफुलको बिरुवाहरू चाहिँ अलिअलि गरेर अहिले सुरुवात गरिरहेछ, पछि फेरि थप्दै गएपछि एकदम दामी हुन्छ। हेर्नुहोस् है, पार्कको एउटा सुन्दरता भनेको चाहिँ यो हो नि त गाइस हैन। यो चाहिँ अलिकति पानी नपुगिरहेको हो, यो चाहिँ अलिकति भएन छ, यो ठिक छ हैन। यो मजाले भइरहेछ यस्तो। यहाँ चाहिँ अब सिडीहरू बनाएर माथि काग भएको ठाउँमा जानलाई हैन। काफलको बोर्डहरू छ यता जुम्मा। अब यसपालि चाहिँ स्योर फल्छ होला यो काफलको बोर्डमा हैन। यो पनि ओके को हैन, राम्रो छ, दामी छ। हेर्नुहोस् यस्तो मजाको छ। यहाँ पनि आरुको रहेछ, हेर्नुहोस् गाइस घुम्न लायक ठाउँ छ कि मजाले हैन। यसो टाइम मिलाएर आउनुभयो भने काठमाडौँ नजिकै हो, काठमाडौँ नै हो। जस्तै जोरबाडीबाट लगभग त्यस्तै 7-8 किलोमिटर होला, त्यही 15-20 मिनट कम्तीमा, बढीमा आधी घन्टामा तपाईँ आइपुग्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ हैन। दामी हो, तर पनि जङ्गल छ एकदम, जङ्गलको टचमा हो कि बस्नु पनि। यस्तो राम्रो ठाउँहरू बनाएर राखेको छ।